Hello everyone, welcome back to our channel after a long time. आज हामी एनआरबी अफिसरको लागि हेर्न गइरहेका छौँ के छ भनेर। आज यही सिलेबससँग रिलेटेड छ यो भिडियो चाहिँ। अब भ्याकेन्सीहरू एकदमै खोल्न थालिसक्यो, खुलि पनि सकेको छ भ्याकेन्सीहरू। तर अहिलेको लागि यो च्याप्टरहरू एकदमै धेरै छ हाम्रो लेभल एनआरबी अफिसर लेभलको लागि। सो हामी चाहिँ तपाईँहरू यदि यसपालि 2082को लागि दिँदै हुनुहुन्छ भनेदेखि प्लिज स्किप द भिडियो, किनभने भिडियोहरू ढिलै आउँछ र त्यस्तो डिटेलमा पनि आउँदैन। हामी जस्ट च्याप्टरमा के छ होइन, माथि सर्फेसले के पढ्नेवालाहरू हेरेर हुन्छौँ। त्यही भएर यो भिडियो नहेर्दा पनि हुन्छ। हामी चाहिँ यो मेनली 2083को लागि भनेर त्यसको लागि भनेर भिडियो बनाइरहेका छौँ। सो डिटेलमा भन्दा नि वी विल जस्ट स्टडी के छ के हो, सबै कन्सेप्टहरू के गर्नुपर्छ सबै हामी हेर्छौँ। लाइक बिफोर हामीले जे गर्थ्यौँ त्यस्तै गरी भिडियो बनाउँछौँ। सो 2082को लागि हो भनेदेखि चाहिँ टाइम वेस्ट हुन्छ। 2080 किनभने आइसकेको छ भ्याकेन्सीको नोटिस पनि, अब 3 महिना 4 महिनापछि एक्जाम हुन्छ। सो यो चाहिँ 2083को लागि आई थिङ्क हामी सबै हेर्न भ्याउँछौँ त्यो टाइममा। सो हामी पहिला आज चाहिँ हामी सिलेबसको बारेमा मात्र कुरा गर्छौँ। अहिलेसम्म सिलेबस चेन्ज भएको छैन, यो 2080मा चेन्ज भएको हो। पाठ्यक्रम स्वीकृत भएको 2080 सालमा हो। सो अब यही नै हुन्छ भन्ने कुरा छ। अहिलेको भ्याकेन्सी जति खुलेको छ त्यही अनुसारको नै खुल्ने चान्स पनि हाई छ 2083 84तिर। सो प्रिपेरेसन एकदमै कडा गर्नुपर्छ। यो ओपन कम्पिटिसनमा के छ त, हामीले यसमा चाहिँ केही चेन्ज आएन भनेदेखि चाहिँ यतिकै जाँदाखेरि पाठ्यक्रमकोमा चाहिँ 3टा चरणमा एक्जाम हुन्छ। एउटा चाहिँ पूर्व योग्यता परीक्षा, त्यो भनेको एमसिक्यू हो। अनि त्यसपछि सेकेन्डमा हाम्रो लिखित एक्जाम हुन्छ, रिटन एक्जाम हुन्छ, र थर्डमा चाहिँ एज युजल हाम्रो अन्तर्वार्ता हुन्छ। यसमा अब हाम्रो चाहिँ कस्तो छ त, अब हेर्दै जाऊँ है। सुरुमा हाम्रो पूर्व यो एमसिक्यूमा चाहिँ के हुन्छ, एमसिक्यूमा चाहिँ हाम्रो इकोनोमिक्स, ट्रेड, इन्डस्ट्री, ब्याङ्किङ एन्ड फाइनेन्स, बेसिक म्याथ्स एन्ड स्ट्याटिस्टिक्स, जिके एन्ड आइसिटी। आइसिटी भनेको इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी भयो, त्योसँग स्किलसँग रिलेटेड हुन्छ। यसको पनि हाम्रो पास मार्क्स 40 नै हो, 100 फुल मार्क्स हुन्छ। अनि अब के आउँछ त त्यहाँबाट भन्ने कुरा, इकोनोमिक्स, ट्रेड एन्ड इन्डस्ट्रीबाट 30 मार्क्सको आउँछ होइन। अर्को बेला चाहिँ हाम्रो असिस्टेन्टमा के फरक थियो भन्दाखेरि यो 45 मिनट्सको हुन्थ्यो एक्जाम होइन, अहिले चाहिँ 90 मिनटको छ। त्यसमा र यसमा फरक भनेको त्यसमा चाहिँ 2 मार्क्सको क्वेसन आउँथ्यो, अब यसमा चाहिँ 1 मार्क्सको गरेर 100वटै क्वेसन आउँछ। 60 40 100 के आयो। ब्याङ्किङ एन्ड फाइनेन्सको हाम्रो 30 मार्क्सको क्वेसन 30 मार्क्सको क्वेसन आउँछ। म्याथ र स्ट्याटिक्स गरेर 20 मार्क्सको, जिके र आइसिटी गरेर 20 मार्क्सको आउँछ। यसरी हाम्रो 100 मार्क्सको क्वेसन हुन्छ। यसमा पनि हाम्रो गलत उत्तर दिइयो भनेदेखि 20% कट हुन्छ। र उत्तर केही पनि लेखिएन, एमसिक्यूमा उत्तर लेखेको छैन भनेदेखि मार्क्स केही पनि काटिँदैन, एज युजल नै रहन्छ। तर रङ क्वेसन लेख्नु भएको छ भनेदेखि चाहिँ एक्स्ट्रा 20% काटिन्छ। यानि कि पहिलाको केसमा चाहिँ हाम्रो 2 मार्क्स हुन्थ्यो कि त्यसमा चाहिँ 0.4 मार्क्स अझै घट्थ्यो, तर अहिले चाहिँ 0.2 मार्क्स घट्ने भयो है 20% भनेपछि। अनि हाम्रो त्यसमा तपाईँहरूले 40 पास मार्क्स ल्याइसकेपछि तपाईँहरू पास हुनुहुन्छ। फर्स्ट स्टेज तपाईँहरूको घट्यो, त्यो अब त्यसमा आएको मार्क्स चाहिँ तपाईँको सेकेन्ड पेपरमा गएर मार्क्स जोडिँदैन। यसमा के हुन्छ त भन्दाखेरि पहिला सुरु तपाईँहरूको एक्जाम हुन्छ, एक्जाम भएपछि रिजल्ट आएपछि तपाईँहरू जो पास हुनुभएको छ उहाँहरू चाहिँ सेकेन्ड स्टेजमा गएर एक्जाम दिनुपर्छ। अब लगभग लोकसेवाको एक्जाममा चाहिँ युजली कस्तो हुन्छ भन्दाखेरि हाम्रो ब्याङ्किङतिर बाहेक अरूमा चाहिँ तपाईँहरूको यो एमसिक्यू लेखेको छ भनेदेखि त्यो एमसिक्यूको मार्क्स युजल्ली है धेरै जस्तोमा एमसिक्यूको मार्क्स जोडिने गर्छ। यसमा मार्क्स जोडेपछि भोलिपल्ट रिटर्न एक्जाम हुन्छ, रिटर्न एक्जाम त्यो 2टा जोडेर आएको मार्क्सबाट पास
जसको हाइएस्ट आउँछ उहाँहरूको निस्किन्थ्यो। तर ब्याङ्किङमा एउटा फाइदा चाहिँ के छ भन्दाखेरि तपाईँहरूले 40 उत्तीर्ण यो पास मार्क्स ल्याउनु भयो भन्ने बित्तिकै तपाईँहरू रिटर्नमा दिन पाउनुहुन्छ र त्यसमा जति थोरै आए जस्तै 40 आए पनि 90 आए पनि फरक परेन, पास हुने जति हुनुहुन्छ त्यो मार्क्स लगेर जोडिँदैन। त्यही भएर रिटर्न पढ्दै गएर पछि एमसिक्यूलाई हेर्दा पनि धेरै सजिलो हुन्छ। मोर प्रायोरिटी केलाई दिनु पर्यो, रिटर्न एक्जामलाई चाहिँ एकदमै दिनु पर्यो। अनि त्यसमा हाम्रो 3टा पेपर हुन्छ, 3 दिनको एक्जाम हुन्छ। असिस्टेन्ट लेभलमा 2 दिनको एक्जाम थियो, अब चाहिँ 3 दिनको लेभल हुन्छ है अफिसरमा। फर्स्टमा चाहिँ हाम्रो इकोनोमिक्सको हुन्छ। इकोनोमिक्समा 100 मार्क्समा 40 ल्याउनु पर्यो। यसमा के हुन्छ, लामो उत्तर आउने 4वटा क्वेसनको 10 मार्क्सको क्वेसन आउँछ। अनि छोटो उत्तर आउने 9वटा क्वेसनमा 5 मार्क्सको हुन्छ र एउटा केस स्टडी जस्तो समस्या समाधान एउटा क्वेसन 15 मार्क्सको आउँछ। यो 3 घण्टाको एक्जाम हुन्छ। अब ल हेर्नु यहाँ, समस्या समाधान केस स्टडी आउने गर्छ। यसमा त घोकेर मात्र भएन, बुझेर पढ्नुपर्छ। के आउँछ पनि हामीलाई थाहा हुँदैन। सो यो जे पढ्नुहुन्छ टाइम लगाएर एकदमै बुझेर डेप्थमा गएर के रहेछ त त्यसको बारेमा आर्टिकल्सहरू पनि रिसर्च गरेर पढ्नु भयो भनेदेखि चाहिँ यो समस्या र समाधान त डराउनै परेन, यो त स्योरै मिल्ने भयो होइन। त्यसपछि माथि पनि तपाईँहरूलाई याद हुन्छ। अब त्यस्तै गरी सेकेन्ड पेपर हाम्रो म्यानेजमेन्टको छ। म्यानेजमेन्टमा पनि लामो उत्तर लङ क्वेसन 4 मार्क्सको आउँछ, सर्ट क्वेसन 9वटा क्वेसन आउँछ र केस स्टडी एउटा आउँछ 15 मार्क्सको। यो 3 घण्टाको एक्जाम हुनेछ हाम्रो अफिसर लेभलको चाहिँ। अब त्यसपछि यसमा चाहिँ तपाईँहरू अहिले सिलेबस पनि हामी हेर्दै जान्छौँ। म्यानेजमेन्टमा चाहिँ एउटा इकोनोमिक्सको पनि इन्क्लुड हुन्छ कि 50 मार्क्स इकोनोमिक्स पनि इन्क्लुड हुन्छ, म्यानेजमेन्टसँग रिलेट हुन्छ। त्यही भएर हाम्रो इकोनोमिक्स चाहिँ कति हुन्छ त टोटल भन्दाखेरि 150 मार्क्सको इकोनोमिक्सको क्वेसनहरू आउने गर्छ। त्यही भएर हाम्रो अफिसर लेभलमा चाहिँ इकोनोमिक्सलाई बढी प्रायोरिटी देऊ है भनेर सुनिन्छ नि। त्यही भएर किनभने यसको त 150 मार्क्सको छ नि त, अरू त यो 300मा 150 मार्क्स इकोनोमिक्स मात्र छ, बाँकी रहेको 150 मार्क्स अरूहरू हुन्छ। अब हेरौँ अर्को थर्ड पेपरमा चाहिँ हामी के गर्छौँ, रिसर्च मेथोडोलोजी, इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी। यो भनेको चाहिँ हाम्रो आइसिटी स्किल छ नि, हो यहीसँग रिलेटेड हुन्छ, आइसिटी नै हो यो। अनि अर्को ल एक्टहरू पढ्नुपर्ने हुन्छ। अब यसमा हेर्नु, रिसर्चको 50 मार्क्सको क्वेसन आउँछ, आइसिटीको 25 मार्क्सको क्वेसन आउँछ, एक्टको 25 मार्क्सको क्वेसन आउँछ। त्यसमा पनि लामो उत्तर आउने रहेछ, रिसर्चको 5वटा क्वेसन आउँछ 10 मार्क्सको। त्यसपछि आइसिटीको छोटो उत्तर आउँछ, 5वटा प्रश्नको 5 अङ्कको आउँछ। अनि लमा चाहिँ एउटा लङ क्वेसन 3टा सर्ट क्वेसन आउने गर्छ। यसरी हाम्रो 3 घण्टाको एक्जाम सकिन्छ। अब यसमा तपाईँहरूले मार्क्सहरू पास हुनुभयो भने त्यसपछि हामी थर्ड स्टेजमा जान्छौँ, अन्तर्वार्ता। अन्तर्वार्तामा हाम्रो 40 मार्क्सको क्वेसनहरू 40 मार्क्सको फुल मार्क्स हुन्छ। अनि त्यसपछि यो अन्तर्वार्ता र द्वितीय चरणको जोडेर तपाईँहरूको फाइनलमा जसको हाइएस्ट आउँछ उहाँहरूको नाम निस्किन्छ। त्यही भएर हामी यसमा रिटर्न चाहिँ एकदमै राम्रो बनाउनुपर्छ र रिटर्नमा हामी पहिला सुरु इकोनोमिक्सको पढ्ने गर्छौँ, किनभने इकोनोमिक्स 150 मार्क्सको छ। लगभग सबै अरू इकोनोमिक्स चाहिँ नयाँ हुन्छ। जस्तै तपाईँहरू असिस्टेन्टको लागि प्रिपेयर गरिरहनु भएको थियो भनेदेखि अब म्यानेजमेन्ट त युजली सेम नै, अलि लगभग सेम हुन्छ। रिसर्च मेथोडोलोजी नयाँ हो तर यो 50 मार्क्सको छ। अनि हाम्रो इन्फर्मेसन कम्युनिकेसन कम्प्युटर जस्तै हुन्छ। सो यसमा पनि धेरै कुरा नयाँ हुँदैन, हामीले पढिसकेका हुन्छ। एक्ट पनि लगभग सेम नै छ, अलिकति एक्टहरू बढेर छ, हामी सिलेबस हेर्ने नै छौँ। त्यही भएर हामीलाई एकदमै नयाँ, सबै नयाँ भनेको त इकोनोमिक्स रहेछ, त्यो भने धेरै मार्क्सको छ। सो हामी इकोनोमिक्सबाट स्टार्ट गर्छौँ। इकोनोमिक्स भ्याएपछि हामी रिसर्च हेर्छौँ। रिसर्च हेरिसकेपछि हाम्रो 50 मार्क्स क्वेसन म्यानेजमेन्टको हुन्छ, म्यानेजमेन्ट हेर्छौँ। त्यसपछि हामी कम्युनिकेसन हेर्छौँ, त्यसपछि एक्ट हेर्छौँ है। एक्टको चाहिँ पछि हेर्छौँ, किनभने त्यसमा चाहिँ युनिफाइड डाइरेक्टिभ्सहरू छ। सो त्यो चाहिँ अब जस्तै 2082 पछि 83को बेला एक्जाम दिने बेलातिर त फेरि चेन्ज भएर आउँछ। चेन्ज धेरै त्यस्तो धेरै चेन्ज त हुँदैन तर लगभग चेन्ज हुन्छ। सो हामी चेन्जलाई चाहिँ अलिकति पछि नै राख्छौँ हामी एक्टलाई चाहिँ, त्यो सम्झिनु पनि पर्छ, लगभग एभ्रिडे रिभिजन पनि गर्नुपर्छ। सो त्यो ध्यान दिएर लेट्स सी अब के रहेछ त भित्रभित्र जानु है त।
यो चाहिँ लगभग सेमै छ, केही पढ्नु परेन होइन। पहिला नि हेरिसक्नु भएको छ होला। अब सिलेबसमा जाँदाखेरि हामी चाहिँ अब यो प्रथम चरणको चाहिँ जुन बेला हामी प्रिपेयर गर्न थाल्छौँ एक्जाम आउनुको हामी 1-2 महिना अगाडि हेर्छौँ यानि कि हामी सिलेबस पढेर रेगुलर गऱ्यौँ भनेदेखि हामी पछि यो हेर्छौँ। सो हामी यसलाई अहिले स्किप गर्छौँ। त्यही बेला हामी डिस्कस गरौँला। गर्ने क्वेसन त तपाईँहरूलाई थाहा नै छ, त्यो गोलो लाउने हो। यसरी पनि यसरी सर्कलमा हामी पुरा कालो बनाउँछौँ होइन, ब्ल्याक डट बनाउनु पर्छ, यो हामीलाई थाहा छ। अब हामी सिधै यसमा जान्छौँ है त। अब पेपर 1 भनेको के हो, इकोनोमिक्स हो होइन। त्यसमा चाहिँ कतिवटा सेक्सनहरू छ, सेक्सन ए र सेक्सन बी छ। सेक्सन एमा 50 मार्क्स, सेक्सन बीमा 50 मार्क्स। सेक्सन एमा के पर्यो, माइक्रो इकोनोमिक्स। माइक्रो इकोनोमिक्स 20 मार्क्सको छ। डेभलपमेन्ट इकोनोमिक्स 15 मार्क्सको छ। पब्लिक इकोनोमिक्स 15 मार्क्सको छ। अनि त्यसपछि अर्को फेरि हाम्रो आयो सेक्सन बीमा म्याक्रो इकोनोमिक्स पर्यो 20 मार्क्सको। मोनेटरी इकोनोमिक्स 15 मार्क्सको। इन्टरनेसनल इकोनोमिक्स 15 मार्क्सको। भनेपछि पहिला सुरु हामी माइक्रो अनि त्यसपछि म्याक्रो भनेर बुझ्नु भइहाल्यो है। अब यहाँ हेर्नुहोस् त, यसमा पनि धेरै भनेको माइक्रो इकोनोमिक्सको रहेछ होइन। 20 मार्क्सको क्वेसन आउँछ। अब हेर्नु यहाँ हामीसँग माइक्रो इकोनोमिक्सको 5वटा च्याप्टरहरू छ। यो सिलेबस चाहिँ एकदमै बुझेर गर्नु है, किनभने यसमै थाहा हुन्छ के आउँछ भनेर। हामी पास्ट क्वेसनहरू पनि कलेक्सन छ। सो यु विल लुक आफ्टर द्याट एभ्री च्याप्टर अनुसार। तर बुझ्नु त पर्यो नि होइन। यानि कि हामीले कुनै एउटा च्याप्टरको लागि अब लामो छ भनेदेखि त हामी 2टा बनाउँछौँ भिडियो होइन। तर छोटो च्याप्टरहरू छ, भ्याउने छ, त्यस्तो धेरै डेप्थमा जानुपर्ने छैन भनेदेखि हामी एउटा च्याप्टर चाहिँ एउटा भिडियोमा एउटा च्याप्टर भ्याउँछौँ र अर्को त्यही च्याप्टरको लागि अर्को भिडियो बनाउँछौँ, जसमा चाहिँ हामी क्वेसन पेपरहरू अलिअलि हेर्ने गर्छौँ। त्यस्तो गरेर लगभग हामी एउटा च्याप्टरको लागि 2टादेखि 3टा भिडियो बनाउने गर्छौँ है त। त्यसरी हामी सकेसम्म ट्राई गरौँ होइन त्यसरी गर्नलाई। नत्र पढाउनु त पर्यो, अब धेरै नै गाह्रोहरू च्याप्टरहरू यो भित्रभित्र सिलेबसहरू नै गाह्रो छ भनेदेखि त पढाउनु परिहाल्यो, नत्र हामी त्यसरी गर्छौँ है। अब सुरुमा माइक्रो इकोनोमिक्समा के छ, मेथोडोलोजी छ, इन्डक्टिभ र डिडक्टिभ मेथड्स होइन, इकोनोमिक थ्योरिज, रोल एन्ड एजम्सन, अनि इम्पोर्टेन्ट एन्ड युजेस अफ माइक्रो इकोनोमिक्स भनेर छ। त्यसपछि अर्को थ्योरी अफ डिमान्ड छ। त्यसपछि अरू थ्योरीहरू पनि छ, थ्योरी अफ प्रोडक्सन एन्ड कस्ट, अनि प्राइस एन्ड आउटपुट डिटर्मिनेसन अन्डर भेरियस मार्केट सिस्टम। जस्तै पर्फेक्ट कम्पिटिसनमा के हुन्छ, मोनोपोलीमा के हुन्छ, मोनोपोलिस्टिकमा, ओलिगोपोलीमा होइन, बहुमल सेल्स रेभिन्यू म्याक्सिमाइजेसन, प्राइस डिस्क्रिमिनेसन एन्ड देयर डिग्रिजहरू छ। अर्को चाहिँ हामीसँग थ्योरी अफ डिस्ट्रिब्युसन। यसरी हामी लगभग थ्योरिजहरू पढ्छौँ। त्यसपछि हामीसँग छ डेभलपमेन्ट इकोनोमिक्स। यो सबै इकोनोमिक्सहरू चाहिँ तपाईँको लगभग त्यो हामी 2 इयर्सको एमए इन इकोनोमिक्स पढ्छौँ नि, उहाँहरूलाई त एकदमै सजिलो हुन्छ। किनभनेदेखि यसमा चाहिँ हामीले पढ्दाखेरि चाहिँ नबिर्सनु चाहिँ ग्राफ छ भनेदेखि चाहिँ हामीले बिर्सनु भएन, ग्राफ गर्नै पर्छ है। ग्राफ गऱ्यो भने चाहिँ सिधै फोकस त्यो पिक्चरमा जान्छ के, ग्राफमा जान्छ। अनि तपाईँले बुझ्नु भएको चाहिँ छैन भने त्यहीँबाट थाहा हुन्छ होइन। अनि हामीसँग अब हामीले त अब एनआरबीको वेबसाइट पनि घुमिरहनुपर्छ होइन, हेरिरहनुपर्छ। त्यसमा चाहिँ तपाईँहरूको डेटाहरू दिइरहेको हुन्छ। सो हामीले त्यस पनि एभ्रिडे हेर्न पर्ने हुन्छ, हामी बुझौँला कसरी हेर्ने भनेर पनि। सो त्यस्तै गरी डेभलपमेन्ट इकोनोमिक्समा के छ, स्ट्रक्चर एन्ड क्यारेक्टरिस्टिक्स अफ डेभलपमेन्ट इकोनोमिक्स। फर्स्ट डेभलपमेन्ट इकोनोमिक्स भनेकै बुझ्नु पर्यो। त्यसपछि पोभर्टी, इनइक्वालिटी, पपुलेसन ग्रोथ एन्ड म्यानेजमेन्टको कुराहरू छ। त्यसपछि पोलिसी मेकिङको, डेभलपमेन्ट पोलिसी मेकिङ र यसको रोल अफ द स्टेट के छ भन्ने कुरा हामी हेर्छौँ। त्यसपछि प्लानिङ, डेभलपमेन्ट प्लानिङ इन नेपाल के छ त, के इस्यु भइरहेछ, अनि रिलेभेन्स के छ, टुल्सहरू के छ, कस्ट बेनिफिट एनालाइजहरू गर्छ, आइआरआरहरू हेर्छौँ। अनि अर्को पोलिसी इस्युज इन डेभलपमेन्ट हेर्छौँ। त्यसपछि हामी नेप्लिज कन्टेक्स्ट अफ डेभलपमेन्ट, द रोल अफ रेमिटेन्स एन्ड ट्रेड डिफिसिटहरू हेर्छौँ। यसमा चाहिँ हाम्रो च्याप्टर 6वटा छ डेभलपमेन्ट इकोनोमिक्सको लागि। त्यसपछि पब्लिक इकोनोमिक्सको लागि हामीसँग के छ, पब्लिक भनेको त पब्लिक भयो नि त। पब्लिक इकोनोमिक्स के हुन्छ त, गभर्मेन्टको बारेमा युजली धेरै कुरा थाहा हुनुपर्छ। फिस्कल डिफिसिट, गभर्मेन्टहरूको थ्योरीहरू होइन, गभर्मेन्टको रोल, त्यसै पब्लिक एक्सपेन्डिचरको प्रब्लमहरू, फरेन एड, फिस्कल पोलिसीहरू पब्लिक इकोनोमिक्समा पर्छ। यसरी हामी
सेक्सन ए भ्याउँछौँ। सेक्सन बीमा म्याक्रो इकोनोमिक्स छ। म्याक्रो इकोनोमिक्समा हाम्रो नेसनल इन्कम अकाउन्टिङ, यो त तपाईँहरूलाई थाहा छँदै छ, युजली धेरैमा पढिसके यो कन्सेप्ट अफ जिडिपी, जिडिपी मेजरमेन्टहरू होइन। अर्को आइएसएलएम मोडलहरूको बारेमा छ होइन। अनि त्यसपछि थ्योरी अफ कन्जम्सन एन्ड सेभिङ, कन्जम्सन अन्डर सर्टेन्टी एन्ड रिस्कहरू हेर्छौँ। ग्रोथ थ्योरीहरू छ, स्टेबलाइजेसन भर्सेस ग्रोथ पोलिसिजहरू छ। आइएमएफ भनेको हो यसको अप्रोचहरू छ। अर्को मोनेटरी इकोनोमिक्स छ। मोनेटरी इकोनोमिक्समा मनीको बारेमा भइहाल्यो, थ्योरी अफ मनी डिमान्ड हेर्छौँ, मनी सप्लाई हेर्छौँ होइन, इन्ट्रेस्ट एन्ड मनी एन्ड इन्ट्रेस्ट रेटहरू हेर्छौँ, मोनेटरी पोलिसी हेर्छौँ, इन्फ्लेसनको बारेमा हेर्छौँ होइन। अर्को हामीसँग छ इन्टरनेसनल इकोनोमिक्स। पब्लिक इकोनोमिक्स सेक्सन एमा भयो भने इन्टरनेसनल इकोनोमिक्स हामीसँग सेक्सन बीमा छ। यसमा चाहिँ इन्टरनेसनल लेभलमा हेर्छौँ के। अब यहाँ हेर्नु त पोलिसीहरू यो चाहिँ आउनुपर्छ है। रिजनल इकोनोमिक कोअपरेसन लगभग तपाईँले अरू एक्जाम दिनुभएको छ भनेदेखि एनआरबी बाहेक अरू कुनै लेक्सको दिनुभएको छ भनेदेखि पनि यो धेरै जस्तो यो क्वेसनहरू यो च्याप्टरसँग रिलेटेड छ। यसलाई प्रायोरिटी दिनुहोस् अथवा अगाडि पढ्नुहोस् अर्को एक्जाम दिनुभन्दा अगाडि। अनि यसमा बिओपीको बारेमा छ, फरेन एक्सचेन्ज रेट डिटर्मिनेसनको बारेमा छ होइन, फरेन ट्रेडको बारेमा छ। अब पेपर 2मा म्यानेजमेन्टमा के छ त भन्दाखेरि जेनरल म्यानेजमेन्टको 25 मार्क्सको छ। अर्को एचआरआइडी भनेको ह्युमन रिसोर्सेसको बारेमा 25 मार्क्सको छ। अब यसमा चाहिँ लगभग तपाईँलाई केही बुझाउनै पर्दैन, किनभनेदेखि त म्यानेजमेन्टमा त नयाँ कुरा एडिसनल छ, अलिअलि मात्र भ्याल्यु एडिसन भने जस्तो अलिअलि मात्र एड छ, न त लगभग सेम नै हुन्छ। जस्तै म्यानेजमेन्ट सिस्टमको बारेमा म्यानेजमेन्ट फङ्सन प्रोसेस थाहा छँदैछ, इभोल्युसनहरू थाहा छँदैछ। त्यसपछि अलिकति नयाँ भनेको यो गभर्नेन्सको, गुड गभर्नेन्सको बारेमा होला होइन। अर्को यो इस्युहरू थाहा छँदै छ। अर्को स्ट्राटेजिक प्लानिङ पनि नयाँ नै हो। सोर्ट एनालाइसिस त थाहा होला, यो जिई 9 सेल लिमिटेसनहरूको बारेमा नयाँ होला। अर्गनाइजेसन स्ट्रक्चर पनि लगभग थाहा भइहाल्छ अलिकति पढ्दैमा। लिडरसिप एन्ड कम्युनिकेसन त केही भएन। डिसिसन मेकिङ एन्ड प्रब्लम सल्भिङ भनेको यो अलिकति नयाँ होला होइन। क्राइसिस म्यानेजमेन्ट पढ्नु भएको छ होला। अर्को सुपरभिजन, मोनिटरिङ, कन्ट्रोल एन्ड क्वालिटी त लगभग हामीले हेरिरहेछौँ जहिले पनि होइन। अलिक छिटो गरिरहेको है मैले, किनभने हामी आज सिलेबस अलिअलि मात्र हेर्ने हो। भोलिबाट भन्दा नि तपाईँहरूको अलिकति ग्यापमा चाहिँ हामी एउटा च्याप्टर राख्छौँ। त्यो चाहिँ अब एउटा च्याप्टर कुनबाट स्टार्ट गर्ने आज हामी डिस्कस गर्छौँ लास्टमा है। एचआरडीकोमा पनि केही नयाँ भनेको यही एचआरएम सिस्टम, यो फ्रेमवर्कहरू भइहाल्यो। मोटिभेसन पर्फर्मेन्स थाहा छँदैछ होइन। इम्प्लोइ कमिटमेन्ट एन्ड प्रोडक्टिभिटी पनि थाहा छ। एचआरएममा त लगभग केही पनि नयाँ छैन, अलिअलि हामी त्यही शब्दहरू नयाँ शब्द युज भएर नयाँ वर्ड युज भएर भएको भन्ने मात्र हो, नत्र यो तपाईँहरूलाई थाहा छ। यो 2.2 अलि नयाँ होला है, नत्र अरू छैन नयाँ त्यस्तो। अर्को हामीसँग ल हेर्नु यहाँ इकोनोमिक्स छ नि यहाँ पनि होइन। च्याप्टर सेक्सन बीमा 50 मार्क्समा फाइनेन्सियल इकोनोमिक्स र म्यानेजर इकोनोमिक्स चाहिँ अब इकोनोमिक्स पनि मिक्स हुन्छ। ल हेर्नु अब यसमा के छ। फाइनेन्सियल इकोनोमिक्स त केही पनि त्यस्तो छैन, नाममै फाइनेन्ससँग रिलेटेड भयो। फाइनेन्सियल सिस्टमहरू मार्केटको बारेमा छ होइन। लाइफ इन्सुरेन्स, नन इन्सुरेन्सको बारेमा, डिफ्रेन्ट टाइप अफ फाइनेन्सियल इन्स्टिट्युसन एन्ड देयर रोल इन द इकोनोमी, यो केही पनि गाह्रो छैन। अर्को फाइनेन्सियल इन्भेस्टमेन्ट एनालाइसिसको बारेमा छ। अर्को फाइनेन्सियल स्टेटमेन्ट एन्ड देयर एनालाइसिस होइन। अर्को फाइनेन्सियल क्राइसिस, फाइनेन्सियल स्टेबिलिटी अनि म्याक्रो प्रुडेन्सियल पोलिसिस, फाइनेन्सियल सेक्टर रिफर्मलाई हेर्ने हो। म्याक्रो प्रुडेन्सियल पोलिसिस भन्ने पनि एकदमै इम्पोर्टेन्ट च्याप्टर हो है, यो सेक्टर हो। यो पनि क्वेसन आइरह्यो। यसमा चाहिँ लगभग वाट इज भनेरै आइदिन्छ क्या क्वेसनहरू। अब वाट इज भन्ने कुरा हामी बुझिहाल्छौँ, त्यो बुझ्नलाई हामीलाई गाह्रो छैन, र त्यसलाई कसरी मिलाएर लेख्ने, केले रिप्रेजेन्ट गर्ने भन्ने कुराहरू हो। हाम्रो यो सर्टमा एकदमै राम्रोसँग लेख्नुपर्छ क्या, धेरै लामो लेखेर नि काम छैन। सो त्यो कुराहरू चाहिँ जति पढ्नुभयो त्यति नै नयाँ वर्डहरू सिक्नुहुन्छ, नयाँ कुराहरू सिक्नुहुन्छ होइन। अर्को म्यानेजर इकोनोमिक्स भनेको अलि यहाँ हेर्नु है, एउटा म्यानेजरियल इकोनोमिक्स क्या। डेफिनेसन एन्ड स्कोप अफ म्यानेजर इकोनोमिक्स यहाँ छँदैछ, हामी हेर्छौँ। यसको अब्जेक्टिभ के हो बिजनेस फर्मको हेर्छौँ। त्यसपछि डिमान्ड एन्ड प्राइसिङहरू हेर्छौँ। डिसिसन एनालाइसिस हेर्छौँ। हो यस्तो यस्तो च्याप्टरबाट आउँछ क्या केस स्टडीहरू, यस्तो याद गर्नुभयो भने। अनि इकोनोमिक्स अफ अर्गनाइजेसन हेर्छौँ होइन। त्यसपछि कस्ट एन्ड प्रडक्सनको बारेमा हेर्छौँ। त्यसपछि मार्केट रेगुलेसनको बारेमा हेर्छौँ। यो म्यानेजर इकोनोमिक्स चाहिँ खासै गाह्रो चाहिँ छैन है, अलिकति
बुझेर पऱ्यो भने यो म्यानेजमेन्टसँग जस्तो हामीले बनाएर लेख्छौँ अलिकति वर्डसँगै हेऱ्यो भने पनि बुझिन्छ नि के हो भनेर हो त्यस्तै हुन्छ यो पनि है गाह्रो छैन अर्को रिसर्च मेथोडोलोजी मा सेक्सन एमा के छ 50 मार्क्सको रिसर्च मेथोडोलोजीको 50 नै हुन्छ होइन अब यसमा हेरौँ रिसर्च मेथोडोलोजी अब यसमा चाहिँ तपाईँहरूको एमबिएतिर जे पढ्नुभयो D2 त्यही हो तपाईँहरूसँग नोट छ भनेदेखि चाहिँ नदिनु होला कसैलाई यो चाहिँ सेम नै छ केही फरक छैन इन्ट्रोडक्सन टु रिसर्च स्टेप्स इन रिसर्च रिसर्च डिजाइन अनि स्याम्पलिङको बारेमा छ डेटा कलेक्सन डेटा एनालाइसिस हेर्नु त दुईटा छ डेटा एनालाइसिस रिसर्चमा पनि छ डेटा डिसिजन एनालाइसिस रहेछ डिसिजन एनालाइसिस उता छ डेटाको एनालाइसिस गर्ने भयो रिसर्च प्रपोजल छ रिसर्च रिपोर्ट छ है यसमा चाहिँ तपाईँहरूको नोट छ भनेदेखि नहराउने यो चाहिँ हामी लगभग पछि पढ्छौँ पछि भन्नाले इकोनोमिक्स भ्याएपछि हामी रिसर्च हेर्छौँ त्यही बेलासम्म तपाईँहरूको अफकोर्स सकिसक्यो हुन्छ होला मास्टर पनि त्यो नोट्सहरू चाहिँ नदिनु होला है फेरि पछि चाहिन्छ चाहिँदैन फेरि पढ्दाखेरि बनाउँछु भन्ने कुरा नसोच्नु बनाउँदाखेरि केही नयाँ कुरा एड गर्नु पर्यो होइन त्यही नोटमा लेखेकै कुरा अरूलाई दिएर फेरि आफूले त्यही लेख्नु पर्यो भनेदेखि चाहिँ आई थिङ्क त्यो चाहिँ वेस्टै हुन्छ जस्तो लाग्छ है मलाई बरु त्यो नोट आफूसँग राखेर अरू केही नयाँ कुराहरू एड गर्नु भयो भनेदेखि चाहिँ तपाईँहरूलाई आफै नै टाइम पनि जोगिन्छ आफूलाई याद पनि हुन्छ होइन अर्को चाहिँ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी जसको चाहिँ 25 मार्क्स रहेको छ यसमा के छ त इन्ट्रोडक्सन टु कम्प्युटर बेसिक एन्ड इन्फर्मेसन टेक्नोलोजी यो बेसिक भनेको हामीले कम्प्युटरमा पढेकैहरू हुन्छ एप्लिकेसन सफ्टवेयर जस्तै वर्ड एमएस वर्ड स्प्रेडसिट प्रेजेन्टेसन सफ्टवेयर होइन इकोनोमिक्स एन्ड म्यानेजमेन्ट सफ्टवेयर यो एउटा नयाँ रहेछ होइन यो अफिसर लेभलको लागि अर्को नेटवर्किङ भन्ने आइहाल्छ ग्राफिकल प्याकेजिङ युटिलिटी सफ्टवेयर डेटाबेस म्यानेजमेन्ट सिस्टम डिबिएमएस अनि इन्फर्मेसन कम्युनिकेसन म्यानेजमेन्ट वेब डिजाइनिङ अर्को ट्रबल सुटिङ इन आइटी कम्प्युटर एन्ड नेटवर्किङ आइटी पोलिसी एन्ड साइबर ल इन नेपाल इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट 2063 ई गभर्नेन्स इन नेपाल अर्को युज अफ इन्फर्मेसन टेक्नोलोजी इन ब्याङ्किङ सिस्टम अनि एसोसिएटेड रिस्क एन्ड कन्ट्रोल मेजर भन्ने हुन्छ अर्को छ हामीसँग ब्याङ्किङ लज एन्ड रेगुलेसन नेपाल राष्ट्र ब्याङ्क एक्ट 2058 पढिरहेको कुरा हो बाफिया 2073 पनि पढेकै हो बोपा ब्याङ्किङ अफेन्स एन्ड पनिसमेन्ट एक्ट 2064 पनि पढेकै हो एएस अनि असेट्स अर मनी लन्ड्रिङ प्रिभेन्सन एक्ट 2064 पनि हामी हेरिरहेकै हुन्छौँ होइन पहिला नि हेरिसकेको छ एउटा नयाँ भनेको पेमेन्ट एन्ड सेटलमेन्ट एक्ट 2075 अनि यो नेपाल राष्ट्रमा इम्प्लोइ सर्भिस बाइलस पनि हेरेकै छ सर्कुलर्सहरू लगभग आइरह हुन्छ राष्ट्र ब्याङ्कको वेबसाइटमा पनि त्यही हेर्नुहोस् अनि हामी यही सर्कुलर भनेको यो युनिफाइड डाइरेक्टिभ्स पढ्यो भनेदेखि सर्कुलर चाहिँ भर्खर भर्खर चेन्ज भइरहेको हुन्छ अनि त्यसको कलेक्सनहरू चाहिँ युडी बनिहाल्छ होइन एकीकृत निर्देशन यति नै रहेको छ हाम्रो सिलेबस सो हामी अब कहाँबाट सुरु गर्ने भन्ने कुरा चाहिँ हामी केबाट गरौँ भन्दाखेरि मैले चाहिँ के सोचिरहेको छु भन्दाखेरि यसमा चाहिँ ग्राफहरू पनि एकदमै बुझ्नुपर्छ होइन म्याक्रो इकोनोमिक्सको सो हामी चाहिँ यो ग्राफहरू पनि बुझिन्छ यो म्याक्रो भ्याएपछि हामी माइक्रो हेर्छौँ यो लगभग हामीले सुनिरहेको कुराहरू हो नि त यो बुझेपछि अरू च्याप्टरमा पनि हामीले बुझ्नलाई अलिक सजिलै हुन्छ जस्तो लाग्छ होइन त्यही भएर मैले चाहिँ अब हामी चाहिँ म्याक्रो इकोनोमिक्सबाट सुरु गर्ने कि भन्ने प्लान गरिरहेको छु सो हामी चाहिँ सुरुमा यो सजिलो पनि छ योभन्दा पनि आई थिङ्क आइएसएमएल मोडलबाट चाहिँ स्टार्ट गर्नुपर्छ जस्तो लाग्यो किनभने यो चाहिँ हामीले आइरहेको हुन्छ यो पहिला पनि पढिसकेको छ मलाई याद छैन मैले भिडियो हालेको छ कि छैन भनेर तर जिडिपीको चाहिँ मैले भिडियो बनाएको थिएँ जस्तो लाग्यो सो हामी चाहिँ यो पछि हेरौँला होइन सो यो चाहिँ अब नयाँ कुरा भयो मैले यो भिडियोहरू पनि बनाएको छैन सो म चाहिँ अब म्याक्रो इकोनोमिक्सबाट स्टार्ट गर्दैछु 4.2, 4.3, 4.4, 4.5, 4.6 अनि 4.1 गरेर हामी भ्याउँछौँ सो अब हामी चाहिँ कन्टिन्यू चाहिँ आइएसएलएन मोडलबाट गर्छौँ अनि भिडियो चाहिँ म एभ्री डे फ्राइडे हाल्ने गर्छु फ्राइडे
हाल्छु। यदि दुईवटा जे होस् त्यो च्याप्टर एउटा भिडियोले सकिने छ भनेदेखि फ्राइडे हाल्छु, स्याटरडे क्वेसन हाल्छु र सकिन्छ। यदि त्यो च्याप्टर सकिने छैन, अब 3-4वटा धेरैवटा भिडियो हाल्नु छ भनेदेखि चाहिँ अगाडिदेखि नै हाल्न थाल्छु। म तपाईँहरूलाई इन्फर्म त गरि नै हाल्छु है। यदि मैले पोस्ट पहिले हाल्नेछु भनेदेखि चाहिँ म त पोस्ट हालिदिन्छु युट्युब च्यानलमै। पहिले भिडियो यो गर्दै आउँछ भने, नत्र यदि एउटा एक दिनमा सकिने छ भनेदेखि चाहिँ एभ्री फ्राइडे, किनभने फ्राइडे खासै पढिँदैन पनि, सो भिडियो अलिकति हेऱ्यो भनेदेखि एटलिस्ट रिभिजन हुन्छ नि त। सो फ्राइडे स्याटरडे, थर्सडे फ्राइडे स्याटरडे चाहिँ हाम्रो भिडियो लगभग आउने गर्छ। यदि अगाडि नै आउने छ भने चाहिँ हामी इन्फर्म गर्छौँ। त्यसरी चाहिँ हामी अब एकदम त्यो बिस्तारै गए पनि बुझेर जान्छौँ। तपाईँहरूलाई पढ्ने टाइम पनि हुन्छ। रिभिजनको लागि मात्र भिडियो हेर्नुभयो भने पनि सजिलो हुन्छ। सो आई होप यसले काम लाग्छ हुन्छ जस्तो लाग्यो होला। तपाईँले सिलेबस पनि हेर्नुभयो होला। होप यो भिडियो अलिकति फ्रुटफुल रह्यो। मैले मजाले एक्सप्लेन गरेको छुइनँ। त्यही पनि अब के गर्ने भन्ने कुरा एक्सप्लेन गरिहाल्यो। सो अब अहिले म एकदमै लङ टाइमसम्म हराएँ। अब त्यसको लागि चाहिँ अब स्टार्ट गर्ने राम्रोसँगले है त। ल, पढ्न चाहिँ नछोड्नुहोस्। यसो नयाँ नयाँ आर्टिकलहरू हेर्दै गर्नु होला। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू, बाई।